ल 100 दिएको छ हैन। त्यसपछि मेडियन भ्यालु हामीलाई कति दिएको छ? 49.5. 49.5। यति हामीलाई गिभेन दिएको छ। अब नाउ अब n इज इक्वल टु कति हामी निकालेको 56 प्लस a प्लस b। n को भ्यालु हामीलाई क्वेशनमा 100 दिएको छ। त्यसपछि 56 प्लस a प्लस b। अब यो 56 यो साइड आएपछि माइनसमा जान्छ अनि 100 माइनस 56 गर्यो भने कति हुन्छ? 44. 44। 44 इज इक्वल टु a प्लस b। अब यसलाई इक्वेसन 1 सपोज गरिदिनु। त्यसपछि अगेन हेर मेडियनको भ्यालु हामीलाई कति दिएको छ? 49.5 दिएको छ हैन। अब यो 49.5 कुनमा लाइज गर्छ त? 40 to 59. 40 to 59 मा लाइज गर्छ। योमा लाइज गर्छ भने यसमा गोलो घेरा लगाइदिनु। अनि यो 39.5 देखि 59.5 सम्म लाइज गर्छ हैन। अब यो नयाँ क्लास हेर्ने, यो पुरानो क्लास हैन, यो नयाँ क्लास एक्सक्लुसिभ क्लासलाई हेर्ने। The class interval lies in कति छ? 39.5 देखि 59.5. 9.5। अब सबै गिभेन लेखिहाल्नु। l को भ्यालु कति आउँछ त? 39.5. 39.5। त्यसपछि फ्रिक्वेन्सी 26. फ्रिक्वेन्सी कति छ? 26। त्यसपछि cf कति आउँछ? 14 plus 14 8. plus 8. 14 प्लस a आउँछ। 14 प्लस a। त्यसपछि i को भ्यालु 9.5. 20. 20. 20 आउँछ। यो दुवै यो 59.5 बाट 39.5 माइनस गरेपछि कति आउँछ? क्लास इन्टरभल 20 आउँछ। त्यसपछि मेडियनको भ्यालु हामीलाई अलरेडी गिभन दिएकी छ हैन। माइनसमा आउँछ त? हजुर माइनस चाहिँ लेख्नु पर्दैन? माइनस आउँछ नि, -20. -20 आउँदैन, त्यो अप्पर क्लासबाट लोअर क्लास घटाउने हो। हेर यो 59.5 देखि 59.5 बाट यो 39.5 घटाउने हो। अप्परबाट लोअर घटाउने हो, लोअरबाट अप्पर हैन। ल अब यो नाउ अब फर्मुला लेख्ने। स्कुलमा छुटेकै आदि ल अब एमडी को फर्मुला लेख्ने। के हुन्छ एमडी को फर्मुला भन्नु त? कसै एकजनाले
L plus L plus n by 2 minus C of minus C of by F into I. by F upon F into into I. H I ल अब सबै जे गिभन दिएको छ सबै यहाँ राखिदिनु। ल एमडी को भ्यालु कति दिएको छ 49.5 त्यसपछि एल को भ्यालु 39.5 प्लस n by 2 को भनेको n को भ्यालु 100 दिएको छ डिवाइड बाई 2 माइनस CF को भ्यालु 14 प्लस A 14 प्लस A डिवाइड बाई F को भ्यालु 26 इन्टु I को भ्यालु 20। ल यो 39.5 यो साइडमा प्लसमा छ, यो साइड आएपछि माइनसमा जान्छ। अनि 49.5 बाट 39.5 गयो भने कति हुन्छ? 10 हुन्छ सर। 10 हुन्छ। यो म डाइरेक्ट गरिदिए। यो माइनस गर्नु 49.5 माइनस 39.5 गरेर यो 10 आयो। त्यसपछि 100 डिवाइड बाई 2 गरेर कति आउँछ? यो 50 माइनस। अब यो माइनस लिएर यो ब्रैकेट भित्र दुवैमा मल्टिप्लाई गर्ने, 14 मा मात्र हैन, यो दुवैमा मल्टिप्लाई गर्ने। अब दुवैमा मल्टिप्लाई गरे भने कति? 14 माइनस A डिवाइड बाई 26 इन्टु 20। ल अब यो 26 भनेको यो साइड मल्टिप्लाईमा जान्छ, यो साइड डिभाइडमा छ भने इक्वल टु यो साइड आएपछि मल्टिप्लाईमा जान्छ। 10 इन्टु 26 इक्वल टु 14 बाट सरी यो 50 बाट 14 गयो भने कति हुन्छ? 36 माइनस A। अब यो 20 लिएर यो दुवैमा मल्टिप्लाई गर्ने इन्टु 20 यो कति हुन्छ? 10 इन्टु 26 गर्यो भने 260 इक्वल टु 36 इन्टु 20 गर्यो भने 720 20A। अब यो 20A भनेको माइनसमा छ, इक्वल टु यो साइड आएपछि यो प्लसमा जान्छ। 20A इक्वल टु यो साइड अब बाँकी के रह्यो? 720 माइनस 260। यो माइनस गर्नु त कति आउँछ? 460 हजुर 460 460। If 460 आएछ। पेन नै चलेन त। 460 इक्वल टु 20A। अब यो 20 डिभाइडमा गएपछि A को भ्यालु कति आउँछ? 23 आयो। ल अब यो 23 लगेर इक्वेसन 1 मा पुट गर्दिनु। A प्लस B बराबर कति छ हाम्रो फर्स्ट इक्वेसन? 44। अनि A को भ्यालु 23 त्यसपछि प्लस B इक्वल टु
44 अनि A इक्वल टु 44 माइनस 23 अनि A को भ्यालु कति आउँछ B को भ्यालु 21. 21 21 3 is equal to 20. यति नै आएको थियो यति नै आएको छ तर मैले त्यो उयो चाहिँ गरे रहेन रहेछ इन्क्लुसिभमा चाहिँ लगेको थिइनँ त्यही पनि मिलेको थिएछ नि हैन इन्क्लुसिभमा त लग्नु पर्दैन त दुवैको डिफरेन्स भनेको 19 को मात्र आउँछ अनि कसरी आन्सर मिल्छ त 21 B को त 21 नै त आएको छ त नि र इन्क्लुसिभमा लगेन भने यो कति हुन्छ यो दुवैको डिफरेन्स भनेको 40 देखि 59 सम्मको डिफरेन्स कति हुन्छ 19 को मात्र हुन्छ अनि 19 सम्मको मात्र हुन्छ भने यो मिल्छ त आन्सर मेरो त कोही आइरहेको छ ओके त्यसरी गर्ने यो यो बुकमा चाहिँ फेरि कम्फो रहेछ के सर त्यही भएर मलाई इन्क्लुसिभलाई एक्सक्लुसिभ बनाउने क्लासलाई पहिला हुन्छ सर अब कुनै कुनैको मिलिहाल्छ होला अब सबैको मिल्दैन होला त्यसरी गर्यो भने अब यो B को चाहिँ कसरी गर्ने ल अब त्यसपछि 2 नम्बरमा के भनेको छ मिडल 60% भनेको छ हैन अब 2 नम्बरको 2 नम्बरमा फेरि कोलम बनाउने अब त सबै आइसकेको छ ल क्लास पहिला लेखिन माइनस 0.5 देखि कति छ 19.5 त्यसपछि 19.5 देखि 39.5 39.5 देखि 59.5 अनि 59.5 देखि 79.5 यो धेरै इम्पोर्टेन्ट क्वेशन एक्जाममा पनि सोध्न सक्छ यो क्वेशन त्यही भएर प्र्याक्टिस मजाले गर्नु यो 79.5 देखि 99.5 ल त्यसपछि फ्रिक्वेन्सी भन्नु त कति कति हुन्छ अब फ्रिक्वेन्सी त आइसकेको छ मिसिङ फ्रिक्वेन्सी पनि आइसकेको छ 14 को भ्यालु 23 14 त्यसपछि 23 26 26 21 अनि 16 16 यो टोटल कति आउँछ 100 आउँछ हैन यो 100 नै आउँछ त्यसपछि सीएफ निकाल्नु ल सीएफ निकाल्नु त कति हुन्छ 14 47 63 63 84 हजुर 84 अनि 100 ल अब क्लासमा हामीलाई क्वेशनमा के भनेको छ मिडल 60% भनेको छ हैन हेर कुनैमा टप पनि भन्छ टप 5% भनेको हुन्छ कुनैमा लोवेस्ट 5% भनेको हुन्छ कुनैमा मिडल भनेको हुन्छ तीनवटा टाइपको क्वेशन आउँछ यहाँबाट मिडल भन्यो भने हजुर यसलाई धर्सा काटेर अनि 0 देखि 100% भनेर देखाउनु पर्छ र देखाइदियो भने राम्रो हुन्छ बुझ्नको लागि सजिलो पनि हुन्छ अब
हेर यो पुरै लाइन भने कति हुन्छ 100% को हुन्छ हैन यहाँ 0 छ यहाँ 100% छ र पहिला मिडल भ्यालु भनेको छ भने पहिला फ्याक्टर निकाल्नु पर्यो फ्याक्टर इज इक्वल टु हेर 100% टोटल भनेको त 100% हुन्छ माइनस कति मिडल पर्सेन्ट कति दिएको छ मिडल 60% भनेको छ 60 डिभाइड बाइ 2 गर्ने यो कति आउँछ त 40 बाइ 2 20 आउँछ यो 20% हामी यो त मिडलमा हो अब यो 100 बाट 20 यहाँ माइनस गर्यो भने यहाँ आउँछ कति पर्सेन्ट 80 आउँछ 80 त्यसपछि यहाँदेखि 60% एड गर्यो भने कति जान्छ त यो 20 यो कति हुन्छ P20 हुन्छ हैन हजुर यो लोएस्ट यो हाईएस्ट अनि यो बिचमा कति हुन्छ यहाँदेखि 20% यहाँदेखि 80% भने यो 60% हुन्छ हैन मिडल यो मिडल नि निकाल्न भनेको छ मिडल 60% भने यो लोएस्ट यो हाईएस्ट यही बुझ्नु पर्छ यो क्वेशनमा यही मात्र भनेको यो बुझ्यो भने त अब सबै सजिलो नै छ अब यो पोजिसन निकाल्ने P14 को भ्यालु निकाल्ने P80 को भ्यालु निकाल्ने र पोजिसन अफ P20 को फर्मुला कति हुन्छ 20n बाइ पर्सेन्टाइल हो पर्सेन्टाइल को फर्मुला कति 100 हुन्छ तल आइटम 20 into 100 अब 20 into 100 बाइ अब n को भ्यालु पनि 100 नै दिएको छ कति सजिलो 100 बाइ 100 यो 100 क्यान्सल हुन्छ कति आउँछ पोजिसन त 20 नै आउँछ ल अब यो 20 चाहिँ CF मा हेर्ने CF मा कुनमा पर्छ त 19.5 minus 19.5 देखि 39.5 को बिचमा पर्छ यो अब यहाँ CF जस्ट ग्रेटर देन greater than 20 is कति छ 37 so the lies in 37
So the lights white board ma ke नकोर्नु त यो so the lights 19.5 देखि 49.5 ल अब यहाँबाट सबै गिभन लेखिहाल्नु त यसले इक्वल टु कति हुन्छ 19.5 19.5 त्यसपछि f को भ्यालु 23 cf को भ्यालु 14 त्यसपछि i को भ्यालु 20 सरलले माथि गरिदिनु देखिरा छैन ल एकैछिन अझै माथि कि तल माथि गरिदिनु सर देखिरहेको छ अब देखिया छैन सर अब अलि माथि गरिदिनु ल अब यो फर्मुला लगाउने अब p 20 को फर्मुला लगाइदिनु p20 इक्वल टु के हुन्छ फर्मुला त l प्लस 20n/100 20n/100 minus cf by f into I L को भ्यालु कति छ 19.5 प्लस 20n/100 भनेको 20 नै आएको छ यो पोजिसन त्यसपछि CF को भ्यालु 14 त्यसपछि F को भ्यालु कति 23 छ 23 इन्टु I को भ्यालु 20 यो सबै क्याल्कुलेट गर्नु त कति आउँछ एकैपल्ट गरेर मलाई भन्नु त ल 20 minus 14 इक्वल टु 6 इन्टु 20 गर्नु डिभाइड बाइ 23 प्लस 19.5 गर्यो भने 24.71 आउँछ 24.71 P80 को भ्यालु आफै निकाल्नु टाइम पनि सिधिहाल्यो 1 मिनेट मात्र टाइम छ ल P80 को गरेर मलाई पठाउनु हजुर एकचोटि के अरे यो हाइएस्ट भ्यालु भन्नु भने चाहिँ P80 को निकाल्नु पर्छ हो हजुर हुन्छ सर ल आजको लागि यतिकै गरौँ यो गरेर मलाई P80 को भ्यालु निकालेर मलाई पठाउनु WhatsApp मा हस् यो रेकर्डेड भिडियो म YouTube मा हाल्दिन्छु